आज म छु है भाटबटिनीतिर। अलिअलि सपिङ गर्न थियो, त्यही भएर म चाहिँ आज भाटबटिनी आएकी छु। भाटबटिनीमा आज साउने सङ्क्रान्ति भएकोले अलि भिडभाड नै थियो। प्राय भाटबटिनी चाहिँ भिडभाड नै हुन्छ, तर पनि आज चाहिँ अलि बढी नै थियो। मलाई चाहिँ यहाँको तरकारीहरू एकदमै फ्रेस लाग्छ, ताजा लाग्छ। त्यही भएर म चाहिँ प्राय तरकारीदेखि लिएर अन्य सामानको लागि पनि म भाटबटिनी नै आउँछु। भाटबटिनीमा यताउता हेरेँ र त्यहाँ चाहिँ तरकारीहरू ताजा ताजा आएको रहेछ। यसो हेरेँ, ताजा हेरेपछि मैले चाहिँ आफूलाई चाहिने सामग्रीहरू चाहिँ राखेपछि किलोमा जोखेर बाहिर काउन्टरतिर पनि गएँ। बाहिर काउन्टरतिर पनि मलाई अलिअलि केटाकेटीलाई खाजा नास्ता लैदिनु थियो, त्यही भएर चाहिँ एकछिन बाहिरतिर हेरेँ। बाहिरतिर पनि भिड नै थियो। आइसक्रिम खानेदेखि लिएर केक खानेदेखि लिएर भिड नै थियो। मलाई पनि त्यहाँ चाहिने सामग्रीहरू चाहिँ के थियो भन्दाखेरि मैले चाहिँ अलिक दुनोट मनपर्छ मलाई। त्यहाँको चाहिँ दुनोट चाहिँ तताइदिनु भने र बिलिङ पनि गरेर बिलिङ गरेपछि त्यहाँ बहिनीले दिनुभयो र घरतिर लाग्दैछु है साथीहरू। अब चाहिँ घर गएपछि मजाले दुनोट र चिया खानुपर्छ साथीहरू। मेरो चाहिँ चिया चाहिँ एकदमै मनपर्छ। मलाई प्राय चिया दिउँसो नभई नै हुँदैन। ल हेर्नु साथीहरू, अब म चाहिँ घरतिर लाग्दैछु। यो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नुहोला र कमेन्ट पनि गर्नुहोला, लाइक पनि गर्नुहोला है। हेर्नु साथीहरू, बाटोमा पनि भिड नै थियो। अलि यति बेला चाहिँ प्राय भिड नै हुन्छ। ल साथीहरू, म चाहिँ घर आइपुगेँ है। घर आइपुगेपछि अब चाहिँ त्यो दुनोट तताएको दुनोट चिया पकाएर चाहिँ अब खाँदैछु। ल हेर्नु साथीहरू, यो दुनोट चाहिँ मलाई माथि चक्लेट राखेको मनपर्छ, एकदमै मनपर्छ र केटाकेटीलाई नि मनपर्छ। ल पछाडि केटाकेटीले नै खाँदैछन्, हामी सबै भएर चाहिँ यो दुनोट खाँदैछौँ है। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ यो चक्लेट दुनोट? मलाई चाहिँ त्यहाँको ताजा हुन्छ, मनपर्छ। केटाकेटीले पनि स्कुलबाट आउने बित्तिकै खाँदैछन्। हेर्नु त, मेरो झन् सानो बाबुले त पुरै त्यो चक्लेट नाकभरि लाउँदैछ। सबै लाएर चाहिँ ऊ नाकभरि लाएर कस्तो गरिरहेछ। ल हेर्नु त, मुखभरि लाएर। ओहो, के गरेछौ? हेर त, सबै लाएर मुखभरि। ल साथीहरू, आजको यो मेरो ब्लग चाहिँ यति नै। फेरि पछि भेटौँला है त।